हेलो 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 आज चाहिँ मैले साइली साग टिपेर ल्याएको छु। यो साइली साग चाहिँ मैले सानो मेरो करेसाबारीमा रोपेको थिएँ है। हिजोको असिनाले यो साइली साग चाहिँ सबै ढुट्टु गयो होला भनेको खासै ठुलो असिना आएन छ है साथीहरू। चाहिँ मैले औषधि नै हुन्छ भनेर रोपेको है। अनि अस्ति धेरै थियो, धेरै खेप टिपेर आज यति टिपेर ल्याएको छु होइन साथीहरू। यो साइली साग चाहिँ नि टिबी रोग हुने मान्छेलाई ठुलो दबाई हो है साथीहरू। टिबी रोग लाग्दाखेरि चाहिँ यो औषधि युज गरिन्छ है। टिबी रोग लाग्ने मान्छेले चाहिँ प्रायः जस्तो यस औषधिको रूपमा खान्छन्। हामीले पनि खाइराख्नुपर्छ। दिनमा 2-3 घन्टा जस्तो हुन्छ काँचै खाँदा राम्रो हुन्छ। अनि के भन्छ, मलाई चाहिँ कसरी थाहा भएको भने चाहिँ मेरो एकजना दाइ हुनुहुन्थ्यो, उहाँलाई चाहिँ टिबी लागेको थियो क्या। टिबी लागिरहेको थियो। उहाँलाई चाहिँ यस्तो खानु भनेर उहाँले डेली रूपमा जस्तो खाइराख्नुहुन्थ्यो होइन। अलिक ठिक पनि हुनुभयो होइन। अनि अहिले भनेको अहिले धेरै ठिक हुनुभएको छ। अनि तपाईँहरूले पनि यसो जसो गमलामा रोपेर खाँदा पनि हुन्छ है साथीहरू। यो चाहिँ करेसाबारी जस्तो ठाउँमा पनि हुन्छ। यसलाई पानी अलिक बढी चाहिन्छ होइन। पानी कोही कोही बेला हाल्दा पनि हुन्छ। चिसो ठाउँमा चाहिँ हुनु पर्यो। अनि पानी बग्ने ठाउँमा त राम्रो भइहाल्छ नै होइन। तर पनि यसो आफ्नो खानको लागि चाहिँ गमलामा रोप्दा पनि हुन्छ साथीहरू। तपाईँहरू पनि गमलामा रोपेर खानु होला। यो चाहिँ खाइराख्नु होला तपाईँहरूले पनि। औषधि हुन्छ है साथीहरू यो। धन्यवाद।